साथीहरू तपाईँहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानल लोकसभा प्र्याक्टिसमा। आज हामी कोशी प्रदेश सहायक चौथो र पाँचौं तहको विशेष सामाजिक घटनाका केही महत्त्वपूर्ण प्रश्नहरू लिएर उपस्थित भएका छौँ र ती प्रश्नहरू यस प्रकार रहेको छ। प्रश्न नम्बर 1, नेपालसँग दौत्य सम्बन्ध कायम भएको अन्तिम 3 युग क्रमशः कुन हुन्? टोङ्गा, जुन कि 182 मुलुक रहेको छ। 2024 मार्च 1 गते सम्झौता भएको, जुन कि अर्को चाहिँ गणतन्त्र मार्शल, जुन कि 181 मुलुक रहेको छ, जसको सम्झौता 2023 जुन 23 मा भएको। अर्को चाहिँ क्यामरुन, जुन कि 180 मुलुक रहेको छ, जसको सम्झौता सन् 2023 जुन 23 मा भएको। त्यसैगरी प्रश्न नम्बर 2, नेपालसँग हवाई सम्झौता भएको अन्तिम मुलुक कुन हो? नेपालसँग हवाई सम्झौता भएको अन्तिम मुलुक कुन हो? स्विजरल्यान्ड, जुन कि 42औं मुलुक रहेको छ। कहिले भएको छ? 2024 फरवरी 6 मा सम्झौता भएको। त्यसैगरी प्रश्न नम्बर 3, लोकसेवा आयोगको चौथो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो? लोकसेवा आयोगको चौथो सम्मेलन कहिले सम्पन्न भयो? विश्व 2080 फागुन 23 र 24 गते विराटनगरमा सम्मेलन सम्पन्न भएको थियो। त्यसैगरी प्रश्न नम्बर 4, मानव विकास सूचाङ्कमा हाल नेपालको स्थान कति रहेको छ? प्रश्न फेरि सुन्नुहोला, मानव विकास सूचाङ्कमा हाल नेपालको स्थान कति रहेको छ? 146औं, जुन कि नेपालले 0.601 अङ्क प्राप्त गरेको रहेछ। त्यसैगरी प्रश्न नम्बर 5, कतारका राजा अमीर शेख तामिम बिन हमाद अल थानीले नेपाल भ्रमण कहिले गर्नुभयो? उत्तर हेरौँ, विश्व 2081 वैशाख 11 र 12 गते कतारका राजा नेपाल भ्रमण गर्नु भएको थियो। त्यसैगरी प्रश्न नम्बर 6 तिर लागौँ। प्रश्न नम्बर 6 रहेको छ, कतारलाई उधार स्वरूप प्रदान गरिने रुद्रकाली र खगेन्द्र प्रसाद कसका सन्तान थिए? जुन कतारका राजालाई नेपालले उधार स्वरूप दिएको 2टा हात्ती थियो, त्यसको कसको सन्तान रहेको छ? 2टा हात्ती त कसको सन्तान? रोनाल्डो हात्तीको सन्तान रहेको थियो त्यो 2टा हात्ती। प्रश्न नम्बर 7 तिर लागौँ। हाल नेपालमा कति वाणिज्य ब्याङ्क रहेको छ? कति वाणिज्य ब्याङ्क रहेको छ? 20 वटा वाणिज्य ब्याङ्क हाल नेपालमा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 8 तिर लागौँ। प्रश्न नम्बर 8 रहेको छ, हाल गोरखापत्रमा कति मातृभाषामा प्रकाशित हुन सुरु गरिएको छ? हाल गोरखापत्र कति मातृभाषामा प्रकाशित हुन सुरु गरिएको छ? कतिवटा मातृभाषामा प्रकाशित भइरहेको छ त? 43 वटा भाषामा हाल गोरखापत्र मातृभाषामा प्रकाशित भइरहेको छ, जुन कि अन्तिममा भाषा कुन रहेको छ? याख्या र डडेलधुरी भाषा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 9 तिर हेरौँ, राष्ट्रिय सभाको नयाँ अध्यक्ष को हुन्? राष्ट्रिय सभाको नयाँ अध्यक्ष को रहेको छ त? नारायण दाहाल राष्ट्रिय सभाको नयाँ अध्यक्ष रहेको छ, जो कि विश्व 2080 फागुन 29 गते हुनुभएको हो। त्यसैगरी प्रश्न नम्बर 10 रहेको छ, दिगो विकास प्रतिवेदन 2023 अनुसार नेपाल कति स्थानमा रहेको छ? 2023 अनुसार दिगो विकास प्रतिवेदनमा नेपाल कति स्थानमा रहेको छ? कति स्थानमा रहेको छ? 49औं स्थानमा नेपाल रहेको छ। त्यसैगरी प्रश्न नम्बर 11 हेरौँ, हाल नेपालको कति प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ? कति प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ? 45.31% भूभाग वन क्षेत्रले ओगटेको छ। त्यसैगरी प्रश्न नम्बर 12 तिर जाउँ। 12 ले भन्छ, विश्व 2078 को जनगणना अनुसार
नेपालको कुल जनसङ्ख्या कति रहेको छ? तपाईँहरूलाई थाहा होला विश्व 2078 को जनगणना अनुसार नेपालको कुल जनसङ्ख्या कति रहेको छ? 2,91,64,578 नेपालको जनसङ्ख्या रहेको छ। प्रश्न नम्बर 13 विश्व 2078 को जनगणना अनुसार नेपालको लैङ्गिक अनुपात कति रहेको छ? 2078 को जनगणना अनुसार नेपालको लैङ्गिक अनुपात कति रहेको छ त? 95.59 रहेको छ। त्यसै गरी प्रश्न नम्बर 14 तर्फ जाउँ। 14 ले के भन्छ? विश्व 2078 को जनगणना अनुसार नेपालको जनघनत्व अवस्था कस्तो रहेको छ? जनघनत्व अवस्था कस्तो रहेको छ? 198 प्रति वर्ग किलोमिटर रहेको छ। त्यसै गरी प्रश्न नम्बर 15 हेरौँ। प्रश्न नम्बर 15 ले के भन्छ? विश्व कृषि सूचाङ्क 2024 को प्रतिवेदन अनुसार नेपालको स्थान कति रहेको छ? विश्व कृषि सूचाङ्कमा नेपालको स्थान कति रहेको छ? कति रहेको छ त? 93 रहेको छ। 93 रहेको छ। त्यसै गरी प्रश्न नम्बर 16 के रहेको छ क्वेसन? प्रश्न नम्बर 16 मा सुन्तलालाई नेपालको राष्ट्रिय फल कहिले घोषणा गरेको? एकदम महत्त्वपूर्ण प्रश्न रहेको छ। सुन्तलालाई नेपालको राष्ट्रिय फल कहिले घोषणा गरिएको हो? कहिले गरिएको हो? विश्व 2080 चैत्र 30 गते। विश्व 2080 चैत्र 30 गते नेपालको राष्ट्रिय फल सुन्तलालाई घोषणा गरिएको थियो। त्यसै गरी प्रश्न नम्बर 17 मा जाउँ। प्रश्न नम्बर 17 ले के भन्छ? प्रश्न 17 सार्वजनिक संस्था प्रतिवेदन 2080 अनुसार सर्वाधिक नाफा र सर्वाधिक घाटामा रहेको संस्था क्रमशः कुन हो? सबैभन्दा बढी नाफामा रहेको संस्था र सबैभन्दा बढी घाटामा रहेको संस्था कुन हो? सबैभन्दा बढी नाफामा रहेको संस्था कुन हो त? नेपाल विद्युत प्राधिकरण। अनि सबैभन्दा बढी घाटामा रहेको संस्था कुन हो? नेपाल ओयल निगम। त्यसै गरी प्रश्न नम्बर 18 तिर हेरौँ के रहेको छ? सार्वजनिक संस्था प्रतिवेदन 2080 अनुसार नेपालका कति संस्था नाफा र कति संस्था घाटामा सञ्चालित रहेको छ? कति संस्था 2080 अनुसार नेपालको कति संस्था नाफामा र कति संस्था घाटामा रहेको छ? त हेरौँ 25 वटा संस्था नाफामा र 17 वटा संस्था घाटामा रहेको छ। त्यसै गरी कारोबार शून्य रहेको संस्था कतिवटा छ त? 2 वटा संस्था कारोबार शून्य रहेको छ। त्यसै गरी प्रश्न नम्बर 19 मा हेरौँ पोखरालाई कहिले पर्यटनको राजधानी घोषणा गरियो? यो पनि साथीहरू एकदमै महत्त्वपूर्ण प्रश्न मानिने गर्छ, किनभने भर्खरै लागू गरिएको। पोखरालाई कहिले पर्यटनको राजधानी घोषणा गरिएको? कहिले गरिएको त? विश्व 2080 चैत्र 4 गते पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको। त्यसै गरी प्रश्न नम्बर 20 मा हेरौँ। प्रश्न नम्बर 20 मा के छ? राष्ट्रिय कर दिवस 2080 को नारा के रहेको छ? राष्ट्रिय कर दिवस 2080 को नारा के रहेको छ? स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन 2080 राष्ट्रिय कर दिवसको नारा रहेको छ। त्यसै गरी प्रश्नतिर जाउँ। यति मात्रै रहेको छ। बाँकी साथीहरू अर्को भिडियोमा तपाईँहरू सामु अझै प्रश्नहरू लिएर आउनेछु। केही समस्या र क्वेसन भए कमेन्ट गरेर भन्नुहोला। हस् त आजको लागि यति नै। धन्यवाद।